अहिले चाहिँ हामी मेन जग्गामा आइपुगेको छौँ। यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ खै के पनि निस्किन्छ भन्ने सुनिरहेको छु। देख्नुहुन्छ हेलो नमस्ते एनसीआर अनि स्वागत छ तपाईँहरूलाई मेरो न्यू डे न्यू भ्लगमा। सदा चाहिँ आज पनि तपाईँको सामु न्यू भिडियो ल्याएर उपस्थित भइसकेको छ। साथीहरू भिडियो के कस्तो हुन्छ थाहा पाउनलाई फुल भिडियो हेर्नुपर्ने हुन्छ साथीहरू। यहाँको एरिया चाहिँ साथीहरू यस्तो वाला छ। यो के हो यहाँको धर्मको मेन मान्छेहरू होला सायद थाहा छैन। घाम यस्तो चर्को लागिरहेछ नि साथीहरू भन्नु मात्रै नमिल्ने यस्तो पुरै जिउ नै तताउने वाला लागिरहेछ। पुरै खतरा क्या। साथीहरू यहाँको ताल चाहिँ यस्तो वाला छ देख्न सक्नुहुन्छ। हाम्रो हिरो मान्छे कन्याकुमारी फेरि साथीहरू इच्छुक हुनुहुन्छ भने उता चाहिँ कन्याकुमारी यता पनि कन्या देखाइरहेछ मैले। फाइनली साथीहरू आज हामीले अनि पछाडि चाहिँ बुढा आयो उता यता देखो यता चाहिँ बच्चाहरू यता चाहिँ गर्मी पनि लास्टमा भइरहेको छ साथीहरू। भ्यू चाहिँ दामी आउँदो रहेछ ल। बोर्ड खेल्न पनि राम्रो रहेछ। बोर्ड साथीहरू यहाँ चाहिँ बोर्डहरू पनि छ। मन लाग्यो भने खेल्ने नत्र अल्छी नि लागिरहेको छ। यहाँ देख्न सक्नुहुन्छ पानी यस्तो नखेल्ने त्यसो बोर्ड पानी किन हामी काम गरेको कता यता हैन खै कहाँ हो त्यो त थाहा छैन। जाउँ त्यहाँ गएर हेरौँ खल्ले उता म यही कस्तो खतरा हेर न यस्तो आइरहेछ। अन्त फोटो मात्रै खिच्नु। भ्लग बनाउ पार्नु एउटा। साथीहरू अहिले चाहिँ हामी मेन जग्गामा आइपुगेको छौँ। यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ खै के पनि निस्किन्छ भन्ने सुनिरहेको छु। देख्नुहुन्छ के हो तर थाहा छैन। यस्तो डेन्जर छ हेर्नु है। यहाँ चाहिँ खै त्यो त थाहा छैन। यहाँ यस्तो रहेछ। चरा छ। बाफरे एउटा फोटो चाहिँ हान्नु पर्यो।
यो चाहिँ रोमानियाको चिमिस्यु पार्क गार्डन भन्ने ठाउँ हो एकदम डर लाग्दो छ यहाँतिर चाहिँ ल जाउँ ल यहाँ रोमानियाको चिमिस्यु पार्क भन्ने ठाउँमा हामी घुम्न आएको यस्तो रमाइलो छ यस्तो छ हेर्नुहोस् यस्तो भ्यू दामी छ ल फर्स्ट टाइम आएको है ल हामी आएको यस्तो छ ल यता यहाँतिर निहुरिने मान्छे पनि छ यसरी निहुरेर हिँड्ने मान्छे पनि छ को हो यो हाम्रो यता लिम्बू पार्टनर यसको पार्टनर मेरो सोल्टी ल तिमीभन्दा त यता पो सेतो रहेछ त